के तपाईलाई लाग्छ कि स्टार्टअप लोन त आईटी कम्पनीहरू र ठूलो उद्योगहरूका लागि मात्रै हो? गलत। विगतका वर्षहरूमा कस्तो कस्तो उद्यमहरूले यो लोन पाएका थिए भनेर हामी आज यो भिडियोमा कुरा गर्नेछौँ। भिडियो एन्डसम्म हेर्नुहोला। गत वर्ष यो लोन पाउने उद्यमहरू मध्ये पर्छन् आईटी कम्पनी, नर्सरी फार्म, कुखुरा फार्म, मौरी पालन फार्म, ढाका उद्योग, गार्मेन्ट उद्योग, होटेल, रिजोर्ट, ह्यान्डिक्राफ्ट र फुड ब्याङ्क समेत। यो लिस्ट हेर्दा के थाहा हुन्छ भनेदेखि आइइडिआईले तपाईँको बिजनेसको सेक्टर भन्दा पनि बिजनेसको इनोभेसन, आइडिया र इम्प्याक्ट हेर्छ। बिजनेस आइटी होस् वा एग्रो, मेन कुरा त तपाईँले आफ्नो बिजनेस प्लानलाई कसरी एक्जिक्युट गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ। लोन त्यस्तो बिजनेसलाई दिइन्छ जसले चाहिँ यो लोनले आफ्नो बिजनेसलाई कसरी ग्रो हुन हेल्प गर्छ, सर्वसाधारणलाई के फाइदा हुन्छ र अल्टिमेटली देशलाई कसरी फाइदा हुन्छ भनेर हाइलाइट गर्न सक्छ। त्यसैले यो लोन चाहिँ आइटीले मात्र पाउँछ भन्ने भ्रममा चाहिँ नपरौँ। यो स्टार्टअप लोनले कसरी काम गर्छ, के डकुमेन्ट्स चाहिन्छ र प्रेजेन्टेसनलाई कसरी प्रभावशाली बनाउने भनेर हामीले हाम्रो पहिलाको भिडियोमा कुरा गरिसकेका छौँ। मिस गर्नुभएको भए अहिले गएर भिडियो हेरिहाल्नुहोला र सोचेर बुझेर मात्रै अप्लाई गर्नुहोला। र स्टार्टअप लोनको लागि केही गाइडेन्स चाहिएमा खाता पाना एप डाउनलोड गरेर त्यसै मार्फत हाम्रो स्टार्टअप लोन एक्सपर्टहरूसँग पनि कुरा गर्न सक्नुहुन्छ।